हामीले मोटरसाइकल बिसायौं। अब हामी पैदल यात्रा गर्नेछौँ। आजको हाम्रो यात्रा ठुरीटार हुँदै सिन्तापो पुगेर फेरि फर्किने भन्ने छ। हलहले भन्ने ठाउँमा हामी आइपुगेका छौँ। हलहलेबाट मजौले पुगियो। मजौलेमा आम्मामा गुराँस जता हेऱ्यो उतै गुराँस, अनेक थरीका गुराँसहरू फुलेका हामीले देख्न पायौँ। गुराँसका थरी थरी प्रजाति यहाँनिर थिए। पहाडको यो अग्लो ठाउँमा यसरी फुलेका गुराँसहरूको सौन्दर्यता नै अर्को छ। हेर्नुहोस् त, ड्रोनबाट हेर्दाखेरि पनि यहाँ कतै घर देखिन्छ, कतै गोठ देखिन्छ, कतै आलु रोप्नलाई खनिएको बारी देखिन्छ। यहीँनिर गुराँस यस्तो मजाले फुलिरहेको देख्न पाइन्छ। जति हेऱ्यो उति हेऱ्यो लाग्ने खाले किसिमका गुराँसहरू छन् यहाँनिर। आँखैले नभ्याउला जतिकै यहाँनिर गुराँस फुलेका छन्। हामीले यहाँ आउँदा लाग्यो, हामीले महसुस गर्यौँ कि यो ठाउँ त प्रचार प्रसारको अभाव रहेछ। त्यति धेरै टाढा पनि होइन, 5-10 सदरमुकाम फिदिमबाट मोटरसाइकलमा यहाँ आउन सकिन्छ। यो फिदिम नगरपालिका वार्ड नम्बर 13 पर्छ। र पहाडका यी गाउँहरू, यी ठाउँहरू अत्यन्त धेरै सुन्दर छन्, अत्यन्त धेरै मनमोहक छन्। तर पनि यी ठाउँहरूले अहिलेसम्म प्रचार प्रसार र अवसर नपाउँदाखेरि यहाँ पर्यटकहरू आइपुग्न सकिएका छैनन्। यहीँनिर ठुलीटार भन्ने ठाउँमा आइपुगियो। यो ठुलीटारमा पनि उत्तिकै गुराँस देख्यौँ हामीले। जता हेऱ्यो उतै गुराँस फुलेको। यो किसिमको आकर्षण पनि हो र प्रकृतिसँगको नजिकको आवास पनि हो। यहाँबाट हामीले टाढा टाढाको दृश्य पनि देख्न सकिरहेका छौँ। यात्रा गर्नुको एक किसिमको मजा हुन्छ। हिँड्दै हिँड्दै जानु, मान्छेहरू भेट्नु, त्योभन्दा धेरै प्रकृतिसँग साक्षात्कार गर्नु हाम्रो लागि खुसीको विषय हो। यही खुसी यतिखेर हामीले अनुभूत गरिरहेका छौँ। तपाईँले देखिरहनु भएको छ, यहाँनिर गुराँस अनेक हिसाबले फुलेका छन्। मान्छेहरूको कमै चहल पहल देखिन्छ यहाँनिर। यी वनहरू वर्षौंदेखि जोगिएर बसेका छन्। यी वनमा अनेकै किसिमका प्राकृतिक सम्पदाहरू, प्राकृतिक चिजहरू छन्। यिनले सौन्दर्यतालाई पुलकित बनाएर राखेका छन्। सौन्दर्यको दृष्टिकोणबाट सबैभन्दा उपयुक्त उत्कृष्ट गन्तव्य हो भन्ने मलाई लाग्छ। यहाँ इलाम र पाँचथरको धेरै ठाउँबाट विशेष गरेर गुराँसको चाहिँ अवलोकन गर्नको लागि थुप्रै आन्तरिक पर्यटकहरू यहाँ उपस्थित हुनुहुन्छ। लिटरमा एकछिन गुराँस हेरिसकेपछि हामी फेरि सेतो गुराँस हेर्न पुग्यौँ। यो सेतो गुराँस निकै नै महत्त्वपूर्ण मानिन्छ। यो कमै ठाउँमा मात्र यो सेतो गुराँस पाइन्छ। सेतो गुराँस अन्य गुराँसहरूको बगैँचाको बीचमा पृथक तरिकाले फुलेको रहेछ। यता पाउवा भन्ज्याङबाट तपाईँको फिदिमबाट नाङ्गिनबाट भयो होइन, जहीँबाट आउन सकिन्छ। यो रमाइलो ठाउँ हो होइन। जस्ट यो सिन्तापु पर्यटन मेल पर्यटन भन्छ होइन। त्यो यसमा चाहिँ टाढाबाट आउनुहुन्छ तपाईँको यो टुरिस्टहरू घुम्नलाई, यो गुराँस हेर्नलाई होइन, यो सौन्दर्य ठाउँलाई होइन। यस्तै यस्तै छ भनौँ न। भनेको माथि अब उँभो हेर्ने भने जाने हो भने सिन्तापु भयो होइन। अनि यता अब उता तालपोखरी होइन, माथि उता अब इलामको र पाँचथरको सिमानामा परेवा ढुङ्गाहरू यस्ताहरू ठाउँहरू छन्। ठुलीटारमा गुराँस हेरिसकेपछि हामी सिन्तापुतर्फ लाग्यौँ। सिन्तापुमा पनि फरक फरक किसिमका गुराँस र अन्य फुलहरू देख्यौँ। यहाँनिर लाली गुराँसलाई नजिकैबाट हेऱ्यौँ। थुङ्गा परेको अत्यन्त सुन्दर फुल। हामी यो सिन्तापुतर्फ लागेपछि सिन्तापुको मुख्य ठाउँ नभइकन पहिला हामी परेवा डाँडातर्फ लाग्यौँ। एकैछिनमा कुहिरो लाग्ने र एकैछिनमा खुल्ने लेकको मौसमै हो। परेवा डाँडा 3240 मिटरको उचाइमा छ। यहीँबाट हामीले परेवा डाँडाको दृश्य हेऱ्यौँ। परेवा डाँडा ड्रोनबाट हेर्दा कस्तो देखिन्छ त? हामीले हेर्ने त प्रयास गर्यौँ, ड्रोन उडायौँ, तर दुर्भाग्यवश झन्डै ड्रोन पनि झर्यो। बल्ल बल्ल ड्रोनलाई आफ्नो पक्षमा ल्याइयो, तर राम्रोसँग परेवा डाँडाको दृश्य भने खिच्न सकिएन।
भरेवा डाँडाको दृश्य हेरिसकेपछि हामी छिन्तापुतर्फ फर्क्यौँ। कुहिरोको दृश्य देख्यौँ। इलाम र पास्तरलाई कुहिरोले छुट्याउँछ भन्ने भनाइ पनि रहेको छ। छिन्तापु अग्लो डाँडा हो। यहाँबाट विभिन्न ठाउँका दृश्यहरू देख्न सकिन्छ। डाँडाको टुप्पामा 2टा पोखरी छन्। ठुलो चौर जस्तो देखिन्छ छिन्तापु। छिन्तापुको अनेकन किसिमका विशेषताहरू यहाँ रहेको बताइन्छ। छिन्तापु अन्य सिजनमा पनि घुम्न रमाइलो छ। विभिन्न समयमा विभिन्न किसिमको यहाँको प्राकृतिक संरचनाहरू फेरिन्छ। कहिले गुराँस फुलेको बेला हुन्छ, कहिले अन्य फुलहरू फुलेको बेला हुन्छ। बर्खामा झन् हरियाली मस्त भएर देखिन्छ। यहाँबाट टाढा टाढाको दृश्य पनि हेर्न सकिन्छ। यहाँ गुराँसको त कुरै नगरौँ, जतासुकै गुराँस फुलेको देखिन्छ। गोठ, चौरी गोठसम्म पनि यहाँनिर गुराँस देख्न पाइन्छ। यो ताल पोखरी हो। यो ताल पोखरी निकै सुन्दर छ। यो ताल पोखरीमा हिमाल खुलेको बेला हिमाल टल्किन्छ, तर यतिखेर हिमाल खुल्ने समय त होइन। फेरि हामी अघि बढ्दै थियौँ। गुराँसको जङ्गल, फेरि अर्को जङ्गल भेटियो। टाढा गोरुवाले देखिरहेको छ। यहाँनिर गुराँसका अनेकन प्रजातिहरू देखिरहन्छन्। गुराँस एउटा बोट, 2टा बोट देख्दा हामी रमाउँथ्यौँ। यहाँ कति बोट त हामीले अघि बिहानैदेखि हेरिरहेका छौँ। हामीले बाटोमा खानेकुरा खासै खाएनौँ। अघि सुरुमै हामीले जहाँनिर हलहले भन्ने ठाउँमा चाउचाउ खाजा खाएका थियौँ। त्यहाँदेखि बोतलमा बोकेको मही खायौँ, बिस्कुट खायौँ। तर त्योभन्दा धेरै सौन्दर्यले पुलकित भयौँ हामी। यस्तो सुन्दर दृश्य देख्न पायौँ। यसपालि संजोग पनि गजबकै पर्यो। हिँड्दै बाटोमा रेड पान्डा देख्न पाइयो। ओहो, रेड पान्डा हिँड्दै हामीले सोचेका पनि थिएनौँ। संसारको 5वटा मुलुकमा पाइने रेड पान्डा, नेपालमा हाब्रे पनि भनिन्छ। नेपालका 25 जिल्लामा पाइन्छ यो वन्यजन्तु। यो सङ्कटापूर्ण वन्यजन्तु हो। हेर्नुहोस् त, हेर्दै कति सुन्दर छ। यो सुन्दर वन्यजन्तुलाई नजिकबाट हेर्न पाउँदा अर्को एउटा खुसी थपियो। हामी उत्साहित भयौँ। यो यात्रामा हामी 4 जना छौँ। दीपक दुलाल, लीला बोरा र अनिल नेम्बाङ। हामीले नजिकबाट रेड पान्डा हेऱ्यौँ र रेड पान्डा हेरेर हामी फर्क्यौँ। हामी फर्किँदै गर्दा ठुलीटार नजिकै आइपुग्दा सूर्यास्त भइरहेको थियो। गुराँस र सूर्यास्तको दृश्य, आहा, हेर्नुहोस् त कति सुन्दर देखिएको छ गुराँस र सूर्यास्त। तपाईँ पनि आउने होइन ठुलीटार छिन्तापु क्षेत्र घुम्नलाई? स्वागत छ है यहाँहरूलाई।